यो चाहिँ गुन्द्रुकको हो है। अघि फर्स्टमा चाहिँ सोयाबिन विथ पिनट भएको प्याकिङ गरिसकेको छु है। त्यहाँदेखि यो गुन्द्रुकको हो। अनि एउटा चिज के भन्दाखेरि चाहिँ तपाईँहरूकै बस्तीतिर कसैकोमा बस्ती गाउँघरतिरकोले गुन्द्रुकहरू बनाउनुहुन्छ है। घरमा अब सागको सिजन आउँदैछ, गुन्द्रुकहरू कसैले बनाउनु हुँदैछ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस् है। म किन्छु तपाईँहरूकोबाट गुन्द्रुक है। केजीको हिसाबमा दिनुहोस् मलाई। हुन्छ, थ्याङ्क यू। गुन्द्रुकको पनि प्याकिङ सकियो है। अब यो चिकनको छ है, मिटको चाहिँ मैले आज नै बनाएको है। म जहिले त्यसो गर्छु, पहिला भेजहरू डल्लै बनाइसकेर मात्रै मिट रेडी गर्छु है। अनि धेरैजनाले सोध्नुहुन्छ है, कतिजना प्योर भेजहरू हुन्छ, उहाँहरूले सोध्नुहुन्छ है, भाइ मिक्स त हुँदैन होला नि है भन्नुहुन्छ है। तपाईँले हेर्नु सक्नुहुन्छ है, मैले यो जुन चाहिँ भेज चाहिँ मैले हिजो नै बनाएको है। अनि नन भेज मात्रै आज बनाएर अघि भर्खर बनाएर भर्खर सेल लिँदैछ हो। अब प्याकिङको लागि रेडी भएको छ है, हेर्नु सक्नुहुन्छ। ए प्याकिङको लागि एकदम रेडी छ है। आजै बनाएको मैले। जहिले नन भेज चाहिँ म अलग्गै बनाउने गर्छु जहिले पनि है। बिफ बनायो भने पनि बिफ अलग्गै दिनमा बनाउँछु, चिकन बनायो भने पनि चिकन अलग्गै दिनमा बनाउँछु है। त्यसो गरेर प्याकिङ गर्नुपर्छ नि। अब कतिजना कस्टमरहरू है, कतिजना प्योर भेज खानेहरू हुन्छ, कतिजनालाई मासु फाप्दैन है, त्यस्तोहरू हुन्छ नि। त्यही भएर चाहिँ म जहिले अचानक अर्कै दिनमै गर्छु है। अलिकति मिक्स हुँदैन है। डाडु पनि अलग्गै छ है मिटको लागि, अनि यो भेजको लागि अलग्गै डाडु है। त्यसै गरेर गर्छु म चाहिँ। थ्याङ्क यू। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ आज चाहिँ मैले है चिकन अलिकति ड्राई खालको त्यस्तो ड्राई त होइन, तर अलिक ड्राई नै बनाएको छु। अस्ति हेरी चाहिँ है हाम्रो एकजना म्यामले भन्नुभयो, म्यामलाई चाहिँ यस्तो ड्राई खालको मनपर्छ भन्नुहुँदै थियो नि। अस्ति चाहिँ मैले अलिक ग्रेभी खालको बनाएको थिएँ हो, त्यो पनि मिठो भएको थियो भन्नुहुँदै थियो म्यामले। तर म्यामलाई अर्को एकजना म्याम हुन्थ्यो, उहाँले चाहिँ ड्राई खालको खानु मन छ भाइ भन्नुहुँदै थियो नि। अन्त उहाँलाई पनि भोलि पुऱ्याउँछु हो। अन्त आज चाहिँ योपालि चाहिँ यस्तो ड्राई खालको बनाएको छु है, चिकनको मात्रै बनाएँ। लु अब चाहिँ बल्ल प्याकिङ गरिसकेँ। अघि 11 बजिसक्यो रातिको। प्याकिङ बल्ल सक्यो है। सबै रेडी गरिहाल्छ चाहिँ भोलि मलाई सजिलो पर्छ नि। बिहान उठ्यो सतसत कार्टुनमा लगायो हिँड्यो है, बिहान छिटो हुन्छ है।